यो सबैलाई गुड मर्निङ सबै वेलकम ब्याक टु माई न्यू ब्लग साथीहरू है। आज चाहिँ बिहानीको सुरुवात आफ्नै कलेज एपेक्स एकाडेमीबाट भएको छ। आज चाहिँ होइन आफ्टर 1 years पछि चाहिँ त्यसपछि चाहिँ हामी चाहिँ मेयरका पाज है 1 वर्ष 11 दिनपछि चाहिँ मेयरका खेल्न जाँदैछौँ। आज मर्निङको हाम्रो गेम परेको छ। ल यहाँ साथीहरू भाइहरू यहाँ गेम प्र्याक्टिस गर्दैछन् है। बलिङ सलिङ ब्याटिङ सेटिङ यसो प्र्याक्टिस गर्दैछन् है। नयाँ नयाँ प्लेयर छन्। अहिले फेरि हाम्रो क्याप्टेन हेर्नुहोस्, उनको त फेरि के तारिफ गर्नु र क्याप्टेनै यस्ता राम्रा छन् हाम्रा। ल यताजी क्याप्टेनजी आज के कसो छ आजको हाम्रो सेड्युललाई यसो भनिदिनु नि त। लु आज गेम चाहिँ जितिन्छ। के भन्नु अब यसो क्याप्टेनको के छ अब नेतृत्व? अब अहिले त्यो गेममा थाहा हुन्छ है। अहिले गेममा थाहा हुन्छ होइन। ल यहाँ भइहाल्छ। भन्न सक्दिनँ, मलाई डर लागिरहेको अर्को भएछ है सायद। ल अब यस्तै छ है। कलेज आएको छु। म त सब्स्टिट्युट प्लेयर, पानी खुवाउने मान्छे हो म। ए भाइ सबैले थाहा छ यहाँ त मेरो फ्यान फलोइङ त फेरि धेरै छन् नि। ल साथीहरू अब के कसो हुन्छ है उतैतिर गएर भेट्छौँ। अब सबैजना आएका छैनन्, आउँदैछन्, आउने क्रम जारी छ है। वेस्टल्यान्ड भने हाम्रो अर्का मेन प्लेयर रौनक आइसकेका छन् ग्राउन्डमा है। पिचमा यता बास्केटबलको मिठो देखाएर सन त फेरि है। लभली है बिहान बिहान मर्निङ सटै रौनक आइसकेका छन् है यहाँ चाहिँ है। अब यहाँ भाइहरू यसो प्र्याक्टिस गर्दैछन्। यो भाइ चाहिँ बलिङ नि मिठो गर्छ है। यो भाइले नि बलिङै हो। ल अब के कसो हुन्छ है वेस्टल्यान्ड साथीहरू है। भने आजका हाम्रा यस क्रिकेट टिमको मुख्य प्लेयर आइसकेका छन्। जिके होइन यहाँ त WK विकेट किपर आइसकेका छन्। भने 2 घन्टा गाडीको यात्रा गरेर कस्तो भयो आजको? अब आज के छ आजको स्ट्राटेजी यस्तो प्लानहरू के छ हाम्रो? अब सकेसम्म राम्रो खेल्ने, राम्रो स्कोर गर्ने, त्यही हो होइन त। एकदम क्रिकेटमा चाहिँ मेन भनेको चाहिँ ब्याटर र विकेट किपरको चाहिँ एकदम होइन हात हुन्छ है क्रिकेटमा चाहिँ। लभली आउट बनायो त्यसले। ल जान्छ है के कसो हुन्छ है त वेस्टल्यान्ड साथी। ल साथीहरू हामीले पवन सरलाई हाम्रो एकदम एपेक्सको चल्दो पल्दो सर होइन, एकदम बेस्ट सरलाई हामीले भेटिसकेका छौँ यहाँ है। सर भने नि क्रिकेट हानिसक्नु भएको छ। ल अर्को आएका छन् हाम्रो यहाँ सबैजना प्लेयर छन् यहाँ चाहिँ है। ल है ल तराई पहाड हिमाल वेलकम टु माई ब्लग। या वेलकम टु हिमाल, लेट्स गो। ल त्यस्तो छ है सरको गेम प्ले है। सर भने हाम्रो कोच हुनुहुन्छ आजको। ल है सबजना रेडी भइसकेका छौँ हामी यहाँ। ल उता हाम्रो ल्याम्बोर्गिनी हो, ल्याम्बोर्गिनीमा जाने हामी चाहिँ सबजना है। ल हाम्रो सबै सर हुनुहुन्छ है। जानुपर्ने हुन्छ हामी। यही हाम्रो ल्याम्बोर्गिनी आजको है। साथीहरू हामी चाहिँ ग्राउन्डमा छिपिसकेका छौँ है। भाइ यहाँ जर्सी लगाएर कति नम्बरको जर्सी भाइ यो त 1 नम्बरको रहेछ है। बुद्धनगर। ल एउटा यहाँ फोटो खिच्न लगाएको छन्। हुन्छ हस् चट्टा लगाएर ए ल ल ल ल ल ब्लगमा ल ल ल ल ल 24 नम्बर। ल लाउँदैछ है यहाँ। ल है हामी चाहिँ गर्दैछौँ केटाहरू यहीँ छ है। अलिकति मोबाइल हल्ली होला डन्टोरी कहाँ पुगेँ अर्का उति त पुगिसकेका छन् है। हामी चाहिँ बल स्ट्राइकिङ गरिरहेका छौँ। के कसो हुन्छ वेस्टल्यान्ड होइन। अर्को टिम आएको छैनन्, अब एकछिनमा आउँछन् है वेस्टल्यान्ड। यहाँ विकेट किपर त्यहाँ छन्। पुरै एक्सर्साइज गरेर बस्यान है। यतिर सब्स्टिट्युट गोल चाहिँ यसो लाउनु पर्दैछ क्या यस्तो होइन। केटाहरूले यहाँ यसो प्र्याक्टिस गर्दैछन्। उतापट्टि छन् अपोनेन्ट टिमहरू चाहिँ है। तर अपोनेन्ट फेरि हामीहरू यहीँ छौँ होइन। हामी यहाँ हो तिनीहरूको चाहिँ होइन हामी चाहिँ त्यहाँ हो। हामी यतापट्टि यिनीहरू चाहिँ यहाँ हो होइन। हामीको गङ्गानगरमा कि सँगै केमा छ होइन। जित्छौँ भनेर खेल्ने हो है। के हुन्छ होप हामी जितिन्छ पनि है। के कसो हुन्छ वेस्टल्यान्ड गाइड है। ल उहाँ केटाहरू चाहिँ हाम्रो केटाहरू चाहिँ उहाँ पुगिसकेका छन्।
यो भाइ र म चाहिँ सब्स्टिट्युटमा छौँ है केटाहरू चाहिँ उहाँ पुगिसकेका छन् अपोनेन्ट टिम गएको छैन हाम्रो चाहिँ टस हार्यो है अनि टेल मतलब हेड कि टेल के भयो हेडा थियो अनि हामीले चाहिँ टेल लिएको थियौँ मतलब कि अरूले अपोनेन्टले हेड रोचेको हामी चाहिँ टेल लिएको थियो हेडा थियो यो भाइ हेलमेट लैजाऊ हेलमेट त्यसपछि चाहिँ अनि हामी चाहिँ हारेर चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ सुरुमा चाहिँ फिल्डिङ छ है फिल्डिङ गर्न गइरहेको छन् के कसो हुन्छ ल अब चाहिँ गेम सुरु हुन लागेको छ है सबै फिल्डिङ सेट भइसकेको छ हाम्रो बलर भाइ चाहिँ उहाँ छन् है आदित्य गुप्ता है दौडिरहेको हिँडिरहेको भाइ चाहिँ बलिङ गर्न गइरहेको छ आज म्याचको पहिलो गेमको फर्स्ट बलिङ आदित्य भाइद्वारा लभली गरे बलिङ चाहिँ लभली फाल केटा फाल विकेट नाइस एक रन दियो केही छैन वाइड भएछ है त अब यस्तै छ के कसो हुन्छ वास्टल्यान्ड है त केटाहरू यहाँ आउँदैछन् है गेम चाहिँ राम्रो भइरहेको छ है 4 ओभरमा 4 विकेट लिने भइसकेका छन् है केटाहरूले है लभली मधुले चाहिँ 2 विकेट लिएका छन् अनि हिमांशु भाइले 1 विकेट आदित्य भाइले 1 विकेट लभली चाहिँ 4 विकेट गइसक्यो है अब के कसो हुन्छ है राम्रो छ केटाहरूको बलिङ चाहिँ राम्रो छ है अब हेरौँ होप यु क्यान विन दिस गेम होइन यसो इङ्ग्लिस निस्किनु पऱ्यो नि होइन ल चट्ट लाएर सर यता हुनु सबिन सर है हामी चाहिँ यहाँ छौँ घाम लागेको छ यहाँ यस्तै भयो है अब हेरौँ के हुन्छ गेमको भर हुन्न है उडाइदिउँ न ल यताउति यसो है त लभली ल भ्याइयो 1 ओभर चाहिँ भ्याइयो है ए मतलब कि एउटा गेम भ्याइयो है हाम्रो बलिङ चाहिँ भ्याइयो कति भयो चाहिँ यहाँ हेरौँ न होइन 9 विकेट लिएछ 85 को टार्गेट 85 को केटाहरूले इजी बिट गर्छन् है नाइस है लभली केटाहरू केही भएन यहाँ फिल्डिङ चाहिँ अलिकति बिग्रेको थियो केही भएन भाइ केही भएन इजी जितिन्छ जस्तो लाग्छ है जम्मा 85 को है केटा ओन्ली 85 मात्र 85 हो है ल अब यसो के हुन्छ कसो हुन्छ है वास्टल्यान्ड हाम्रो टिमहरू चाहिँ ब्याटिङमा गएका छन् एउटा विजय ढकाल यतापट्टि छ यतापट्टि हिमांशु भाइ छ है फिल्डिङहरू सट्ट लाएर गेम भइरहेको छ 85 को टार्गेट छ केटाहरूले सक्छन् भन्ने आश छ लभली वान नाइस ल बल्ल चाहिँ फर्स्ट विकेट गयो है क्याप्टेन आएछ ल केटा नाइस ल नाइस गऱ्यो नाइस ल अर्का रोहित गइसकेका छन् है विकेट किपर गइसकेका छन् है यस ल नाइस है ल 50 रन चाहिँ भइसक्यो है 6 ओभरमा 50 रन भइसक्यो बल्ल फर्स्ट टाइम 1 विकेट गएको छ अब हेरौँ के कसो हुन्छ गेम है त हामी मजाले गेम हेरिरहेका छौँ इन्जोय भइरहेको छ भने अब चाहिँ फेरि बलिङ ओए मिठो ल केही छैन इजी अब कति अझै 4-5 ओभर जति छ होइन 5 रन चाहिएको छ हामीले जित्नलाई केटाहरू रेडी छ यहाँ फेरि खेल्न जानलाई है विकेट दियो भने के भयो ल नाइस है जित्यो गेम है ल हामीले जितेको टिम हामीलाई बोलाउनु भएको खोल्छु भाइ है त भाइले चाहिँ म्यान अफ द म्याच पाएका छन् है ए नाइस नाइस 1 विकेट ल्यायो 2 विकेट ल्यायो मेरो नि घर जाने चुपचाप मोबाइल हेर्ने सुत्नु प्रगति गर्दै जानु पर्छ ल एकदम है हामीले जितेर गेम जितेर चाहिँ ल साथीहरू यहाँ खाजा खान आएका छन् है अब 3 राउन्ड फेरि खेल्न पाइने भयो 3 गेम अझै थप 3 गेम अझै खेल्न पाइने भयो है अब के कसो हुन्छ के छ आज जित्यो होइन इजी एकदम सल्भेबल होइन अझै 3 गेम खेल्न छ हामी है ल के कसो हुन्छ त वास्टल्यान्ड ल अब हुन्छ अब माहौल तातिन्छ है साथीहरू गेट आयो है
के लो नानीले हाल्न हालेर बजा न हालेर बजा निकाल निकाल फाइनल्ली है गेम जितेर हामी सिरिज गएका छौँ भित्र लभले है चढाइ सर ल अब के कसो हुन्छ है वाचिङ एन्ड है गेम जित्यो ल साथीहरू है त गेम सेम जित्यो घर आयो है खानासाना खाएर कलेज गएर यसो रमाइलो गरेर घर आयो रोजमा हामीले चाहिँ सबैजनालाई सब्सक्राइब गर्नुहोस् पुरानो हुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर पनि गर्नुहोस् भन्दै आजको लागि यति नै ब्लग चाहिँ त जय जय